हेलो, अहिले चाहिँ म प्रभा फुपूको दोकानमा छु। प्रभा फुपूको दोकान चाहिँ जहिले पनि निकै भिड हुन्छ। यहाँ हुनुहुन्छ हाम्रो प्रभा फुपू। नमस्कार सबैजनालाई। आज मेरो भदैनी बुहारी आउनु भएको छ है। मेरो दोकानमा नानीहरुको लुगाहरु पनि लिनुभयो है। राम्रो यो कलेक्सनहरु आएको छ, देखाइदिनुस्। बुहारीको दोकानमा चाहिँ कलेक्सनहरु पुरा राम्रो हेर्नु नि, 6 वटा 6 पिस आउँछ है। यसमा चाहिँ 300 मात्रै रहेछ। मेरो बुहारीले लिनु भएको छ यो। पर पिस 50 मात्रै पर्यो है फुपू। पर पिस 50 मात्रै पर्यो। हेर्नुस् है कस्तो राम्रो छ यिनीहरु। डाइनिङ युनिक पनि छ। यस्तो कहीं छैन अहिले है, यतातिर छैन नि। आको छैन, निस्केको छैन यो कि नयाँ मैले ल्याएको। तर यति नै रहेछ फुपूकोमा हो। मैले लगे तपाईहरुले पनि चाहियो भने आउनु। फेरि स्याटरडे आउँदैछ। अन्त ब्ल्याङ्केटहरु पनि छ बाहिर, म तपाईहरुलाई देखाउने छु। हेर्नुस् त कलेक्सन कति राम्रो छ है। अर्नामेन्ट्सहरु भयो, नानीहरुको कलेक्सन भयो। फुपूको पनि फेरि पुरा रिजनेबलमा हुन्छ है। महँगो छैन, एकदमै रिजनेबलमा हुन्छ। ब्ल्याङ्केटहरु हेर्नुस् है। कहाँ छ त? यो ब्ल्याङ्केटहरु यति बेसी ब्ल्याङ्केटहरु छ, तर कति छिटो बिक्री भइसक्छ फुपूको। दोकान चाहिँ यहाँनिर यो सोरिङमै हो, सोरिङ डाँडा बजारमा हो। तपाईहरु पनि दोकान आएर भिजिट गर्नुहोस् फुपूको दोकान। बोतलहरु कस्तो राम्रो बोतलहरु, छाता बोतल, बोतलहरु नानीहरुको लागि, ब्यागहरु। कस्तो राम्रो कलेक्सन छ। सबै कुरा पाउनुहुन्छ तपाईहरुले। इनरहरु, अन्डरवेयरहरु, सबै कुरा समरको, विन्टरको सबैको कलेक्सन हुन्छ फुपूकोमा चाहिँ। सिजन वाइज कलेक्सन गर्नुहुन्छ फुपूले चाहिँ। सिजन वाइज ल्याउनुहुन्छ लुगाहरु चाहिँ। अहिले कार्पेट, अहिले ट्रेन्डिङ चाहिँ, अहिले ट्रेन्डमा चाहिँ कार्पेट रहेछ। कार्पेट, ब्ल्याङ्केटहरु, समर ब्ल्याङ्केटहरु। हजुर मलाई त के थाहा छ, म त यहाँ आए हैन। बेडसिटहरु पनि रहेछ है। दामी बेडसिटहरु आएको छ है। ब्ल्याङ्केट कभरहरु कति छ फुपू यिनीहरु? 500 मात्रै हो। हेर्नु नि, जयपुरीको 400 मात्रै हो यिनीहरु। 400 मात्रै कस्तो राम्रो छ हो। 600 को 700 को यिनीहरु किङ साइजमा यिनीहरु। किङ साइजहरुमा चाहिँ हो 700 लिनुस् है तपाईहरु। कस्तो राम्रो कलेक्सन छ। यो त सिलिगुडी गएर अब ल्याउनु पर्छ भने त कति लाग्छ, तर यहाँनिर हाम्रो आफ्नै घर अङ्गनको दोकानमा आउनुहोस् है, लिनुहोस्। सबैभन्दा युनिक छ आज चाहिँ मलाई यो स्पुन लाग्यो। खुसी लाग्यो मैले स्पुन पाएर। यो चाहिँ मैले लगेको खालि 300 मात्रै हो। यो चाहिँ यसबाट चाहिँ कम्ती सब्जीहरू पकाउँदाखेरि चलाउनु पनि सजिलो। फेरि यो बेड तातिँदैन नि त। अरू स्पुनको चाहिँ स्टिलको चाहिँ तातिन्छ, यसको चाहिँ बेड तातिँदैन है। लिनुहोस् है।